अन्त्यमा जिउँदै जलाएर ज्यान नै लियो है पापीहरू। हाम्रो सुदूरपश्चिम कञ्चनपुर घर भएकी हाल काठमाडौँ बस्दै आइरहेकी आचलनाथ बहिनी केही अज्ञात समूहले उहाँको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए र उपचारकै क्रममा अहिले भर्खरै निधन भएको खबरले एकदमै मन रोयो। र उहाँको आत्मालाई शान्ति मिलोस् र उहाँको आफन्तहरूप्रति धैर्य धारणाको क्षमता मिलोस्। र अपराधीहरूलाई के भन्न चाहन्छु भनेपछि थुक्क साला तिमीहरू, अलिकति पनि दया लागेन जिउँदो मान्छेलाई जलाएर मार्न? तिमीहरूको घरमा पनि चेलीबेटी छोरीहरू होलान्, त्यसरी नै कसैले जलायो भने के हुन्छ? हाम्रो जनावरलाई पनि जिन्दा मार्न नसक्ने समाजमा मान्छेलाई जिन्दा जलाएर मारिदिने। कहिले बलात्कार भइरहेको छ, कहिले मारिरहेको छन्, अब भएन भनेर जिन्दै जलाएर मारिदिने, यो त अति भएन? कानुनै नभएको जस्तो भएन? अब यिनीहरूलाई कडा सरकारलाई भन्न के चाहन्छु भनेपछि यिनीहरूलाई कडाभन्दा कडा कारबाही होस्, सकेसम्म यिनीहरूलाई खोजेर फाँसी दिने व्यवस्था सरकारले मिलाओस् भन्न चाहन्छु।